विगत यो शब्द सुन्दा कसैको मुहारमा उज्यालोपन आउन पनि सक्छ अनि कसैको अनुहारमा अन्धकार। सबैको जीवनमा विगतमा गरेको कार्यहरूले कुनै न कुनै हिसाबको आज वर्तमानमा असर परेको नै छ। कसैले विगतको सदुपयोग गरे, कसैले विगतको दुरुपयोग। उनीहरूले गरेको विगतको कार्यबाट आज वर्तमानको सपना, वर्तमानको यथास्थितिहरू समेटिन सकेका छन्। विगतले पाठ सिकायो, विगतले कसैको जीवनमा उज्यालो ल्यायो अनि कसैको जीवनमा दुःख र वेदना। कस्तो अचम्म छ है, विगतमा गरेको कुराहरू सम्झिँदा, ती पलहरू सम्झिँदा अझै पनि कतिपय कुराहरू सम्झी मैले यस्तो गरेको भए आफै माथि प्रश्न उठाउने गर्छौँ। यो शब्द सुन्दा सामान्य सुने पनि यही विगत नै हो, जसको कारणले आज वर्तमान यति धेरै रमाइलो भयो, यति धेरै उज्यालो बन्यो। सायद शब्दमा सुन्दाखेरि विगत सबैजनालाई विगत हो किन सम्झिनु भने जस्तो लाग्छ। बिर्सेर पनि के गर्नु, विगतकै कारणले त आज हामी यो स्थानमा छौँ। कति सजिलै भन्न सक्छौँ विगतलाई बिर्सिदेऊ न, कति सजिलै भन्न सक्छौँ विगतमा गरेको सफलतालाई बिर्सिदेऊ न, कति सजिलै भन्न सक्छौँ विगतमा गरेका हरेक ती नराम्रो कामलाई बिर्सिदेऊ न। सकिँदैन, किनकि त्यही विगत हो जसको कारणले आज हजारौँ व्यक्तिहरू जुन स्थानमा बसेर आज महफुज महसुस गर्छन्। कसैले दुःख गरेका छन्, कसैले मनभरिको आफ्नो इच्छा चाहना पुरा गरेका छन् यही विगतमा। कसैले बलवान सोच्छन्, कसैले कमजोर। यही विगतलाई सोचेर मनभित्र हजारौँ तरङ्गिती भावनाहरू आउँछन्, बिर्सिन खोज्छन् सम्झेर के हुन्छ भनेर। तर पनि विगतलाई कसैले पनि बिर्सिन सक्दैन। भले उसले बाहिर अनुहारबाट, उसको हाउभावबाट विगतको नराम्रो गुणहरूबाट टाढा छु भनेर देखाए पनि विगत सबैलाई याद हुन्छ। हाम्रो विगतले हाम्रो भविष्य निर्माण भएको छ। जुन अहिले वर्तमान छ त्यो पनि कुनै बेलामा ठुलो भएपछि विगत बन्नेछ र त्यही विगत सम्झेर हामी आश्चर्यचकित हुनेछौँ। मैले यस्तो गरेको भए, मैले त्यस्तो गरेको भए। समय छँदा कसैलाई पनि त्यो कुराको त्यति महत्त्व लाग्दैन। जब हातमा त्यही वर्तमान विगत बन्छ, त्यसपछि त्यो विगत पनि आफूलाई पछि उज्यालो लाग्छ।